नमस्कार, म यस प्रयत्न इङ्ग्लिस मिडियम स्कुलको प्रिन्सिपल एलियापुन। हिन्दूहरूको महान पर्व बडा दशैँ, दीपावली एवं छठ पर्व 2082 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, कर्मचारी तथा देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछु। साथै यस महान पर्वले सबैमा आपसी सद्भाव, मेलमिलाप, स्वास्थ्य, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछु। वर्षर दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो। नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो। फुल्यो बारीमा लरीलै धानको बाला झुल्यो खेतैमा। कति राम्री देखिन्थ्यो बरीलै जमरा र रातो टिकैमा। बसी औला भाजी छोराको आउने दिन गन्दै थिइन्। पिँढीमा बसी औला भाजी छोराको आउने दिन गन्दै थिइन्। दसैँको दिन ती बुढी आमै आइपुग्दा छोरो दङ्गै छिन्।